अब नबनाऊँ भने ब्लग बनाउन मन लागिहाल्छ। अनि गाडीहरू चाहिँ कानको बुटाबाट सिउ सिउ गरेर हिँड्दाखेरि चाहिँ मुटुले हिँड्यो गर्छ यहाँ। तपाईँहरू देख्न सक्नुहुन्छ गाडी आइआएको है। साथीहरू यो चाहिँ लास्ट डेन्जर रोड है। अब यति सानो बाटो छ, यस्तो गाडीहरू बड्किरहेको छन् कि फुल स्पिडमा है। अलि त हावा पनि लाग्यो भने तपाईँको हामीहरू कहाँ पुग्छ भन्ने कुरो थाहा छैन। अब यस्तो खेत छ होइन वरपर, यस्तो दामी ठाउँ होइन। यही हो गोवा। अब यस्तो हेर्दाखेरि त अब आफ्नै गाउँघरतिर जस्तो लाग्छ होइन। अनि तर यो रोड चाहिँ लास्ट डेन्जर छ। अहिले यो भाइ बाल काट्न अनि केही खानु भनेर भाइतिर जानु लाग्यो। त्यतिखेर चाहिँ अब भिडियो पनि बनाऊँ न त भनेर चाहिँ भिडियो बनाएको। अब यहाँबाट कानको बुटाबाट होइन गाडीहरू हावा लाउँदै जान्छ। अब हामीहरू चाहिँ यस्तो छेउछेउबाट सेपेर हिँड्नुपर्छ है। यस्तो डेन्जर रोड। हावालाई यो ब्याक साइड पनि देखाइदियो, उपरबाट गाडी पुरा मन्केर आइरह। यहाँ चाहिँ आउने दिनहरूमा चाहिँ यहाँ एक्सिडेन्ट भएको भाइ हुन्छ। अस्ति हाम्रो त्यहाँ होटलमा एक्सिडेन्ट भएको थियो। थारले चाहिँ स्कुटी हानेर डाइरेक्ट गेट सेट फुटालिदिएर भित्रै ल्याइदिएको। अब यस्तो मन्किन्छ है गाडीहरू। खतरा देखिरहेछ भाइ चाहिँ एकदम हेन्सी है। पछाडिदेखि पुरा सेक्सी देखिरहेछ। बाल काट्ने कारिगर चाहिँ यिनी हुन् है, खतरा काट्दिने। भाइले चाहिँ कपाल काटेर आइसक्यो होइन कि पुरा खतरा लुगिरह पछाडि। अब चाहिँ केही खाना जाऊँ न त भनेर खाना जानु लाग्यो चाहिँ गाइज। हामीहरू चाहिँ खाना खान आएको छौँ है। गोवाको फेमस चाहिँ थाली है, जस्तै बाङ्ला थाली, जनक थाली, त्यसपछि प्रन्स थाली, त्यसपछि किङफिस थाली है। अब माछाहरू हेऱ्यो मैले चाहिँ बाङ्ला थाली। अब काम जस्तो ठुलो रेस्टुरेन्टमा गऱ्यो भने खाना चाहिँ अब आफ्नो बजेटको हिसाबले, आफ्नो लेभलको हिसाबले खाने। अर्डर गरेर चाहिँ 2टा बाङ्ला थाली आउँदैछ। यहाँ चाहिँ 130 रुपियाँमा पाइन्छ। त्यही भएर चाहिँ यहाँ मेरो अहिले बाङ्ला थाली आयो भने म तपाईँहरूलाई देखाउँछु है। फाइनल साथीहरू हाम्रो थाली चाहिँ यसरी देख्न सक्नुहुन्छ। कोहीले ल्याइदिनु भएको थाली है। अब म मिल्छ हजुरलाई अर्को भिडियोमा फेरि है।